राधे राधे सबैजनालाई। हजुरहरू कस्तो हुनुहुन्छ? हामी चाहिँ सन्चै छौँ। आज चाहिँ हाम्रो गोर्धुप हो। यहाँ गोर्धुपमा माला हुँदैछन्। भान्जी दियो कलश गुरुजीलाई माला हुनुपर्छ र माला हुनिसकेर अहिले चाहिँ हामी सब्जीतिर लाग्यौँ। सब्जी काट्न लाग्यौँ। यहाँ हेर्नुहोस् है, सबैजना मिलेर हामी चाहिँ यसरी सब्जी काट्छौँ। यहाँ चाहिँ हजुरहरू को गर्नुहुन्छ गोर्धुप कमेन्ट गरेर भनिदिनु होला। यहाँ रोटी पनि पाक्दैछ, दिदी पकाउनु हुँदैछ। गोर्धुप चाहिँ विशेष गरेर के को लागि भने यो गौमाताहरूको लागि हो। विशेष ग्वालीमै गर्छन् यो चाहिँ अन्त हुँदैन, यो ग्वालीमा हुन्छ गोर्धुप। यहाँ हेर्नुहोस् अहिले चाहिँ गुरुजी आइपुग्नु भयो। गुरुजी आइपुगेर हामी चाहिँ यसरी धुप पुर्याउनु पर्छ है। सबैतिर घुराएर ल्याएर फेरि ग्वालीमा हुल्नुपर्छ। ग्वालीमा हुलेर अनि मात्रै पूजा स्टार्ट हुन्छ। धुप पुऱ्याइसके पछाडि फाइनली अहिले चाहिँ हामी सब्जीमा लाग्यौँ। यहाँ हेर्नुहोस् है, सब्जी पकाउनु हुँदैछ। देवरहरू भएर सब्जी पकाए पछाडि प्रसादी पनि पकाउनको लागि अहिले चाहिँ प्रसादी चाहिँ ग्वालीमा पकाउनु पर्छ। हाम्रो चाहिँ ग्वालीमा पकाएर लगन सगन हेराएर ग्वालीमा लगन भयो अब ग्वालीमा प्रसादी पकाइसकेर यता पनि खिर पकाउनु पर्छ। यो चाहिँ खिर सबैजनालाई हो। त्यो चाहिँ सिर्फ सुतर कार्कीले मात्रै खाने हो है। त्यो प्रसादी चाहिँ ग्वालीमा पकाएको प्रसादी चाहिँ अहिले यहाँ सबैजनालाई यता पाक्दैछ। खिर रोटी सबै थोक हुन्छ। यहाँ हेर्नुहोस् यसरी ग्वालीमा पूजा गरिन्छ। यहाँ हेर्नुहोस् हजुरहरूलाई कस्तो लाग्यो? अवतारम संसार सारम भुजगेन्द्रारम सदा वसंतम हृदयारविन्दे भवं भवानी सहितं नमामि। भवं भवानी सहितं नमामि। गणेश जय गणेश देव माता जनी पार्वती पिता महादेव। एक बंत चार भुजधार को जय हो। जल शर्मा देव को जय हो। आदिनाथ तीर्थहरु को जय हो। स्थानीय पेदरा साम सदा शिवलाय भगवान को जय हो। ले ले भाग टपर ले जा टपर जाओ भाग बाबू भाग जाऊ बाटोतिर जाऊ अहिले आरतीहरू सकिएर अहिले चाहिँ हामी प्रसाद भाग लाउन आँटेका। यहाँ हेर्नुहोस् है, प्रसाद भाग लाएर अनि सबैलाई दिनुपर्छ। त्यही भएर प्रसाद भाग लाएर प्रसादी बाँड्दैछौँ। अहिले चाहिँ हामी खानु हुँदैछ। उहाँहरू बसेर हेर्नुहोस् है। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? लाइक कमेन्ट गरिदिनु होला। मन पर्यो भने सेयर पनि गरिदिनु होला। आजको भिडियो यति नै। बाई बाई, गुड नाइट।